ये ये प्रकाश बनाए भाइहरू फेरि हल्का बढी ल्याङफ्याङ तब पनि हेर्दाखेरि अलि ग्याङस्याङ गर्नुपर्ने गरे मेरो बारे ड्याङस्याङ कहिले पनि अब दिँदैन नि ल्याङस्याङ तब पनि आइजनी त भाइ अब मेरो साथीभाइसँग नि त भेट गरे तब पनि गरे गेट गरे गेटदेखि भित्र छिर्दाखेरि तेरो गरे अलतरी त्यहाँको धुन माथि घुसाइदिन्छु तँलाई पनि अहिले बुन राति बचाइदिन्छु तब पनि अब हुँदैन तब पनि अब तेरो हुडलाई नि त दबाइदिन्छु हुडको कुरा नगर्नु त भाइ यति कुरा अब टेन्सनमा परिसकेपछि अब म त्यो अब टेन्सनमा भर्दैन तब पनि तेरो कुरालाई नि अब ग्याप बत्ती छिराइदिन्छु भाइ अब यति कुरा बुझ याद राख फेरि अब मेरो घरदेखि परि सबैजनाले नि दबाबमा छैन तब पनि अब तेरो अहिले अडक एन्सरको दबाबमा मैले अब दिन खोजेँ एन्सर तब पनि हल्का पारिहालिस् टेन्सन तब पनि हल्का ज्ञान सुन यताउता अब बढी बोलेपछि अब तेरो अब के भन्नु अब हामीहरू यस्तै तब पनि अब घुमिरहेको परदेशमै तब पनि अब हट्दैन तब पनि अब यस्ता नागु जस्तो ठेगादारले अब मलाई पारिसक्यो अब के भन्नु अब बादमा तब पनि म चाहिँ अब कसैको नि दबाबमा परेन नि भाइ सुन लेना इधर सोचता नहीं जिधर भी तो गया था मैं तो तभी भी तो उधर रुका भी तो नहीं था तभी भी तो अभी मेरे अभी खबर नहीं था तभी भी तो अभी मेरे मुँह से अभी गया जब बाहर से तो सब तो आए अभी अब बात नहीं तभी भी तो अभी देगा तो दबाब तो उस तरीके से पड़ेगा तो भाई अभी तेरे को तो अभी बुलाऊंगा फुच्चेले गरे मसँग ग्याङ गर्ने तब पनि मसँग गरे ल्याङ गर्ने आइजपछि तेरो ग्याङ होइन टोल बोला तेरो गाउँदेखि पुरा स्वर बोला अनि मलाई स्वर लिनु पर्दैन फरक तेरो पनि त अब छ कति फरक तेरो भाइ तेरो अब दिदी बहिनी जो पनि बोला तेरो हानिदिन्छु ल्याङ जे पनि होला तब पनि मलाई टेन्सन हुन्न अब पनि अब मलाई तब पनि अब पिरिबती खान पाएदेखि त अब बच्चा पनि होइन बुढोदेखि पनि सबैजना उफ्रिन्छ तब पनि अब मेरो सामान्य त अब बुझिदिन्छ तब पनि अब गुन्जिन्छ प्रकाशको आवाज आकाशमा बगरानी ड्याङ ड्याङ तब पनि ल्याङ होइन भाइ।